चाहिँ व्रतबन्ध गरेर यही ठाउँबाट चाहिँ आफू चाहिँ संस्कारयुक्त भएको ठाउँ भएको र आफू नगर प्रमुख पनि भएको यो बेलामा पनि मैले आफ्नो चाहिँ यो ठाउँलाई चाहिँ मैले चाहिँ गर्न सकिनँ भने मेरो जीवनको र जन्मको चाहिँ सार्थकता हुँदैन भन्ने चाहिँ लागेर यसलाई अब हामी चाहिँ यतिका चिजहरू ऐतिहासिक चिजहरू छ पुरातात्विक चिज रहेछ यतिका सम्पदाहरू रहेछ तर जसलाई चाहिँ लोप उपयुक्त भएका छन् नासिएका छन् खेर गएका छन् त्यसलाई देखाउन सकेका छैनौँ र हामी भएको ठाउँमा चाहिँ यो हाम्रा पूर्वज अग्रजहरूले चाहिँ यो सृष्टिको चाहिँ प्रारम्भदेखि चाहिँ महत्त्वपूर्ण चिजहरू चाहिँ हाम्रो चाङनारायण नगरपालिकाभित्र चाहिँ रहछन् हामीले चाहिँ हेर्दै जाँदा खोज्दै जाँदा यहाँ यति सम्पदाहरू यति संस्कृतिहरू यति चाहिँ हाम्रो हिजोको इतिहासका चाहिँ चिजहरू चाहिँ हाम्रो नगरपालिकाभित्र रहेछन् कि त्यसको चाहिँ हामीले संरक्षण संवर्धन र यसको प्रबन्धन गरेर लिएर जाने हो भने हाम्रो आर्थिक समृद्धिको चाहिँ सबैभन्दा मुख्य पाटो नै हाम्रो चाहिँ हिजोको इतिहास र हिजोको जीवनले नै जोडेर लिएर जान सक्ने चाहिँ हामीले चाहिँ गर्न सक्ने रहेछौँ त्यो उद्देश्यका साथै हामीले चाहिँ पहिलो वर्ष चाहिँ हामीले धेरै खोज गऱ्यौँ अनुसन्धान गऱ्यौँ धेरै दृष्टिकोणले चाहिँ अब कसरी यो चिज यता चिजहरू भएका चाहिँ चिजहरूलाई हामीले सम्हाल्ने समेट्ने त्यसलाई चाहिँ सबैतिर देखाउने र सबै मान्छेहरू आउने परिस्थितिको वातावरण सृजना गर्ने भनेर हामी लाग्दाखेरि यसको सबैभन्दा राम्रो चाहिँ के हुन्छ भने भ्रमण पत्र मार्फत सबैलाई चाहिँ जोड्न सकिन्छ अहिले हामी चाहिँ चारवटा सुरुमा हामीले चाहिँ चाङनारायण नगरपालिकाले भ्रमण पत्र मार्फत हाम्रो नगरपालिकाको समृद्धि विकासलाई चाहिँ सबैसँग जोडेर सबैको सहभागिता लिएर चाहिँ गइयो भने चाहिँ यो नै चाहिँ सबैभन्दा ठुलो उपलब्धिता हुन्छ हाम्रो कार्यकालको भन्ने चाहिँ एउटा सङ्कल्प घोष गरेर नै हामी लिएका थियौँ र सँगसँगै जोडिएर रहेको चाहिँ हाम्रो चाहिँ अरू 3वटा नगरपालिकाको पनि यो ठुलो अभियानमा हामी पनि साथ दिन्छौँ सँगै जाउँ सँगै हामी चाहिँ हाम्रा संस्कृति परम्परा हाम्रा रीतिरिवाजहरू हाम्रा ऐतिहासिक इतिहास चिजहरू चाहिँ हामीले चाहिँ हाम्रा पूर्वजहरूले छोडेर गएकालाई चाहिँ हामीले चाहिँ त्यसलाई सङ्घालौँ संरक्षण गरौँ दिनौँ र भोलिका हाम्रा पुस्ताहरूलाई पनि चाहिँ त्यो पुस्तान्तरण गर्नका लागि पनि चाहिँ एउटा चाहिँ राम्रो एउटा अवसरको रूपमा चाहिँ यो भ्रमण वर्षलाई लिएर जाउँ भनेर चाहिँ आज हामीले चाहिँ बागेटी माताको प्राङ्गणमा आज हामीले चाहिँ अत्यन्त विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा हामीले चाहिँ शिवको चाहिँ हामीले नामाकरण गर्ने सन्दर्भमा चाहिँ धेरै विषयवस्तु र धेरै किसिमले चाहिँ उहाँहरूले चाहिँ नामाकरण गरिदिनु भएको छ त्यसलाई अब अहिले घोषणा गर्ने अथवा चाहिँ भोलि अरू विशेष अवसर बनाएर गर्ने कि भनेर हामी चाहिँ छलफल गर्दै जाँदा अहिले भएको कुराहरूलाई सुन्दै जाँदाखेरि चाहिँ अहिले चाहिँ सबैभन्दा राम्रो सबैभन्दा उत्कृष्ट चाहिँ यो ब्रह्माण्डकै चाहिँ नेतृत्व गर्ने भएको कारणले गर्दा शिवलागीको चाहिँ जुन व्यापकता छ शिवको चाहिँ जुन महिमा छ त्यो कसैले वर्णन गर्न सकिने छैन त्यस कारणले गर्दाखेरि त्रैलोकेश्वर महादेव हाम्रो बागेटी माताको चाहिँ यो मन्दिरको नामाकरण गरेर हामी चाहिँ अहिले चाहिँ त्यो अनुसारको लागि चाहिँ श्रावणी मेलामा हामी चाहिँ अब यहाँ चाहिँ धार्मिक श्रावणी मेला लागेर चाहिँ हामी चाहिँ यो मन्दिरको अझ व्यापकता अघि आएको सल्लाह सुझावमा यसको चाहिँ हामीले टिप्यार गर्ने यो क्षेत्रको चाहिँ पुरातात्विक धार्मिक सांस्कृतिक यसका चाहिँ उहाँहरूले दिनुभएको सुझावलाई चाहिँ अब हामी सुव्यवस्थित गरेर चाहिँ त्यसलाई अब चाहिँ हामीले कुन निर्माण गर्ने कसरी निर्माण गर्ने र त्यो गर्दाखेरि चाहिँ भोलिका हामी पछिका पुस्ताका मान्छेहरूले पनि त्यो चाहिँ एउटा चाहिँ हामीले अहिले गरेको चाहिँ र हामी गरेर छोडेर गएको हामी चाहिँ यो संसारबाट जान्छौँ तर हाम्रा छोरा नातिका पुस्ता पछिका पुस्ताहरूले चाहिँ ती चिजहरूको चाहिँ जसरी अहिले हामी तले महादेवलाई चाहिँ हामीले खोज गरेर हाम्रा कतिौँ पुस्ता अगाडिका पुस्ताले चाहिँ यो चिज छोडेर गएको आज हामीले आएर चाहिँ यो कुराहरू चाहिँ हामी खोज अनुसन्धान गरेर चाहिँ त्यसको संवर्धन संरक्षण गर्दै भोलिका पुस्ताहरूलाई दिने अवसरमा छौँ त्यो चिजहरू चाहिँ हाम्रो सुझबुझका साथ भोलि दूरगामी कुरालाई चाहिँ हामीले मध्यनजर लिएर पनि हामी चाहिँ वास्तवमा चाहिँ हामी अगाडि बढ्न जरुरी छ हामी चाहिँ आउँछौँ मलाई यो गर्न मन लाग्यो यो गराइदिइहाल्नु त त्यसको तथ्य इतिहास त्यसको आवश्यकता त्यसको चाहिँ भोलि हुने चाहिँ महत्त्वपूर्ण कुरालाई हामी खासै त्यति विचार विमर्श र ध्यान दिएर चाहिँ गरिहाल्नु त भनेर गरेका कारणले पनि कता छरपष्ट अस्तव्यस्त भएको जस्तो लाग्नु स्वाभाविक पनि हो तथापि हामीले यसको तयारीका लागि चाहिँ यसरी यो मन्दिरलाई चाहिँ हामीले चाहिँ बागेटी माताको मन्दिर अहिले हामीले त्रिलोकेश्वर महादेव हामीले चाहिँ प्राप्त गरेका छौँ र यो सँगसँगै चाहिँ यो क्षेत्रभित्र रहेका वास्तवमै भनियो भने कि यो मलाई पनि लाग्छ कि हाम्रो चाहिँ महादेव हामीले चाहिँ भ्रमण वर्ष मार्फत चाहिँ नगरकोटको चाहिँ महादेव कुण्ड महादेव पोखरी त्यो महादेव पोखरीको जल यहाँ आएर चाहिँ यहाँबाट पनि फेरि हाम्रो बालमुकेश्वर मन्दिरमा हुँदै चाहिँ यो चाहिँ जारी चाहिँ एउटा चाहिँ यो ठुलो यसको चाहिँ
धेरै चिजहरू छन्। वास्तवमा हामीले भ्रमण वर्षमा पनि यो गर्न खोजेको चिज चाँगुनारायण नगरपालिकाभित्र चाँगुको मन्दिरदेखि चाहिँ जुन रत्नगिरी चाहिँ पर्वतमाला चाहिँ हामी चाहिँ भन्छौँ, त्यो हाम्रो चाहिँ कल्पेश्वर सुनाको कल्पेश्वर महादेव जुन हामीले चाहिँ 108 फिटको चाहिँ शिव बसेको चाहिँ मूर्ति निर्माण गर्नको लागि अस्ति भर्खर हामीले यही भ्रमण वर्ष मार्फत चाहिँ हामीले शिव पुराण महायज्ञ लगायौँ। त्यहाँ पनि ठुलो नागरिकको साथ सहयोग भयो। त्यसै गरी 108 फिटको हाम्रो सरस्वतीको माता यति व्यापक छ कि यो इतिहासकार र संस्कृतिविदहरूको लागि चाहिँ यो एउटा चाहिँ विश्वविद्यालय हुने ठाउँ छ। एउटा विश्वविद्यालय यहाँ खोज गरेर अझ खोल्न सक्ने स्थिति ठाउँ छैन। हामीले चाहिँ त्यही भएर चाहिँ यो भ्रमण वर्षबाट चाँगुनारायणभित्रको चाहिँ हामीले चाहिने सबै चिजको चाहिँ ऐतिहासिक दस्तावेज भोलिका पुस्ताहरूलाई पनि हुने गरी चाहिँ तयारी गरेर योसँग जोडिएको हरेक क्षेत्र, हरेक पक्ष, हरेक चिजहरूलाई चाहिँ हामीले चाहिँ यो भ्रमण भित्र जोडेर ल्याएर चाहिँ यसको चाहिँ सही रूपमा चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ दस्तावेजका रूपमा पनि हामी चाहिँ भोलि चाहिँ निर्माण गर्ने तयारीका साथ नै हामी लागेका छौँ। उहाँहरूको चाहिँ धेरै राम्रो चाहिँ हामीलाई चाहिँ सुझावहरू आएको छ, सल्लाहहरू आएको छ। त्यसलाई इतिहासविदकार, संस्कृतविदकारहरू जो यो हाम्रो चाहिँ नेपालको चाहिँ भूमण्डलभित्रका चाहिँ रहेका चाहिँ र विश्व मानचित्रमा रहेका चाहिँ यी दस्तावेजहरूलाई चाहिँ हामीले पनि हाम्रो पुस्ता अहिलेका हामी चलिरहेका पुस्ताहरूले चाहिँ हामीले त्यसलाई चाहिँ अझ थप लिपिबद्ध दस्तावेज ऐतिहासिक हुने गरी चाहिँ अब पनि हामीले चाहिँ त्यसलाई समेटेर लिएर जानको लागि नै हामीले चाहिँ यो कार्यक्रमहरू आयोजना गरेका छौँ। र हाम्रो यो भागवती माताको र त्रिलोकेश्वर यो महादेवको मन्दिर हामी श्रावण महिनामा चाहिँ हामीले चाँगुनारायण नगरपालिकाभित्र कतिवटा चाहिँ शिवलिङ्गहरू छन्, कतिवटा चाहिँ शिवका मन्दिर छन् भनेर हामीले हेर्दै जाँदाखेरि 7-8वटा चाहिँ हाम्रो चाहिँ एकदम महत्त्वपूर्ण शिव मन्दिरहरू रहेका छन्। ती महत्त्वपूर्ण शिव मन्दिरलाई चाहिँ हामीले चाहिँ श्रावण महिनाभित्र चाहिँ हाम्रा नागरिक हामी नगरवासी पनि हाम्रो चाहिँ श्रद्धा भाव आस्थालाई चाहिँ त्यो श्रावण महिनाभरिका चाहिँ हरेक सोमबार चाहिँ ती मन्दिरहरूमा चाहिँ हामीले चाहिँ भक्तिभाव पूजाआठ गर्ने, एउटा आत्मीयता, एउटा सहकारिता, एउटा अपनत्वको भाव पनि विकास गर्ने र सँगसँगै हामीले गर्नुपर्ने अरू कुरा चाहिँ त्यहाँ हामी चलिसकेपछि, हामी लागिसकेपछि त्यहाँ आएका आवश्यकता, त्यहाँ हामीले गरेका कुराहरूको सोच, हाम्रा चाहिँ विचारहरू र भोलिका लागि गर्नुपर्ने चाहिँ एउटा राम्रो चाहिँ मन्थनको मार्गले एउटा चाहिँ केही कुराको चाहिँ निष्कर्ष निकाल्ने चाहिँ एउटा चाहिँ छलफल गर्ने चाहिँ एउटा चाहिँ वातावरण निर्माण गरेर चाहिँ त्यसलाई चाहिँ हामीले लिपिबद्ध गरेर पनि चाहिँ त्यो कुराहरूलाई राख्ने र हामीले अहिले यो कार्यक्रम गर्दा हाम्रा भाइ बहिनीहरू, हाम्रा केटाकेटीहरू, भोलिका भविष्यहरूले पनि हाम्रा संस्कार संस्कृतिहरू के रहेछ त उनीहरूले व्यवहारले उनीहरूले चाहिँ हाम्रो चाहिँ भुमाइले उनीहरूले चाहिँ अनुभव गरेर त्यो हाम्रो चाहिँ भाव चाहिँ त्यो चाहिँ भावना चाहिँ अहिले हाम्रो बालबालिकाले पनि विकास गर्नु भन्ने चाहिँ हाम्रो धारणा हो। होइन भनेदेखि त अहिले त 12 पास गरिसकेपछि युरोप, अमेरिका, विदेश भयो। हाम्रो संस्कृति के, हामीले के गर्नुपर्ने, हाम्रा परम्परा के, हाम्रा चाहिँ सांस्कृतिक नेपालीहरूको पहिचानका विषय के हो, कस्तो हो भन्ने कुरो चाहिँ उनीहरूले चाहिँ एकादशको कथाको कुरो हुने हो कि भन्ने चाहिँ भइसकेको छ। त्यस कारणले हामीले गर्ने गतिविधि, हामीले गर्ने क्रियाकलापले पनि हाम्रो चाहिँ संस्कृति यो छ है, हाम्रो परम्परा यो रहेछ है, हामीले गर्ने चाहिँ क्रियाकलापहरू यो रहेछ भने हाम्रा चाहिँ बाबु नानी केटाकेटी, हाम्रा चाहिँ बालबालिकाहरूले पनि हाम्रो चाहिँ क्रियाकलापले चाहिँ तपाईँको चाहिँ उनीहरूलाई सही ट्र्याकमा ल्याउनको लागि पनि मद्दत गर्छ। होइन भने हामी चाहिँ जहाँ पनि चाहिँ असन्तुष्टिको कुरा गर्ने, जहाँ पनि विरोधको कुरा गर्ने, जहाँ पनि अभावको कुरा गर्ने, जहाँ पनि समस्याको कुरा हामीले लिएर गयौँ भने हाम्रा बालबालिकाको मानसिकतामा पनि त्यो खालको चाहिँ प्रभाव हुन्छ र हरेक जीवहरू चाहिँ हामी चाहिँ नयाँ प्रगति र नयाँ उन्नतिको बाटोमा लाग्नुपर्ने ठाउँमा चाहिँ हाम्रा बालबालिकाको मनस्थितिले हाम्रा अग्रजहरू चाहिँ यसो भन्छन्, हाम्रा मान्छेहरू चाहिँ यसो भन्छन्, कुन कुरो पत्याउने कुन कुरो नपत्याउने उनीहरू ती भ्रमित हुन्छन्। त्यस कारणले गर्दा भोलिको पुस्ताहरू चाहिँ हाम्रा क्रियाकलापले गर्दाखेरि चाहिँ झन् ठुलो समस्यामा चाहिँ जान सक्ने चाहिँ खतरा पनि हामीले देखाएका छौँ। त्यस कारण यो भ्रमण वर्ष मार्फत हाम्रो संस्कृति, हाम्रा परम्परा, हाम्रा रीतिरिवाजहरू हामी तपाईँ सबैले चाहिँ आफ्नो क्षेत्रबाट आफ्नो ठाउँबाट चाहिँ लिएर गरेर चाहिँ हाम्रा पछिका पुस्ताहरूलाई पनि चाहिँ ती कुराहरू देखाउने। जसरी हामी हिजो हाम्रा बुवाहरूसँग, हाम्रा हजुरबुवाहरूसँग हिँड्दाखेरि चाहिँ यो यस्तो छ, यो यस्तो छ भनेर हामी सिक्दै उहाँहरूले पुस्तकमा पढेको चिज भन्दाखेरि हाम्रो चाहिँ व्यवहारको संस्कृतिको चिजहरू हामीले धेरै कुराहरू जानेका छौँ। आफूभन्दा ठुलालाई आदर गर्ने, सम्मान गर्ने, उहाँलाई त्यो स्थानमा चाहिँ हामीले चाहिँ भाग गर्ने, साथीभाइहरूसँग एउटा खालको चाहिँ हामीले चाहिँ संस्कृति गर्ने, आफ्ना साना भाइ बहिनीलाई माया गर्ने। अहिले परम्परा मेटिँदै गएको छ। हामीले चाहिँ जुन ऐतिहासिक चिजहरू यो अघि हाम्रो चाहिँ आदरणीय चाहिँ प्राध्यापक चाहिँ टन्डन सरले भन्नुभएको जस्तो छ हाम्रो जसरी कला संस्कृति मूर्त र अमूर्त छ, हाम्रो चाहिँ संस्कृतिहरू अमूर्त हो क्या, त्यो
चाहिँ हाम्रो जीवन संस्कार र हाम्रो जीवन पद्धतिले देखाउने चाहिँ क्रियाकलापहरू हाम्रा बालबालिकाहरूले चाहिँ त्यो खालको हामीले देखाउन सकेनौँ भने हामी त दुःख सुखले हाम्रो जीवन त पार्नुमा भोलिको पुस्ताहरूले चाहिँ हामीलाई चाहिँ के दिएर गएछन् त के छोडेर गएछन् त हामीलाई के सिकाएछन् त भनेर चाहिँ उनीहरूले चाहिँ हामीप्रति चाहिँ गुनासो गर्न सक्ने ठाउँ वातावरण हामीले चाहिँ छोड्नुहुन्न है भन्ने उद्देश्यका साथ पनि हामी चाहिँ लागेका छौँ। धेरै विषयवस्तुहरू छन्, धेरै सन्दर्भहरू विषयहरू छन्। यी कुराहरू शब्दमा व्यक्त गर्दा धेरै समय लाग्छ, समय पनि लामो भइसकेको छ। धेरै यहाँहरूले चाहिँ कुराकानी पनि सुनिसक्नु भएको छ र हाम्रो चाहिँ संक्षिप्तमा अन्तमा के हो भन्दाखेरि चाङरायण नगरपालिका हामी जनप्रतिनिधि हामीले चाहिँ हाम्रा नगरवासीलाई हिजो गरेको वाचा विश्वासलाई चाहिँ हामी चाहिँ त्यो विश्वासलाई चाहिँ कार्यान्वयन गर्नका लागि त्यो कुराहरू सफल बनाउनका लागि हाम्रो सबै समुदायलाई, हाम्रा सबै नगरवासीलाई, हाम्रा चाहिँ ज्येष्ठ नागरिकदेखि लिएर युवादेखि लिएर बालबालिकादेखि लिएर महिलादेखि लिएर सबै मान्छेहरूलाई त्यो अनुसारको ठाउँमा चाहिँ हामीले चाहिँ सक्रिय बनाएर सकारात्मक सोच, सकारात्मक ऊर्जा, सकारात्मक भावना सिर्जना गरेर चाहिँ हाँसी खुसी साथ चाहिँ आर्थिक समृद्धि र विकासको यात्रामा चाहिँ सबैलाई लिएर गएर चाहिँ यो हामी सबैको साझा चिज हो। यो मेरो, यो तेरो, यो फलानु पार्टीको, यो फलानु ढिस्को पार्टीले गरेर भनेर त्यो विभेद, त्यो कार्य विकासको निर्माणमा हाम्रो काम गर्ने सन्दर्भमा कुनै पनि विभेद राखिकन, कुनै पनि पूर्वाग्रह राखिकन स्वतः स्फूर्त रूपमा उत्साहित भएर सामाजिक रूपमा, धार्मिक रूपमा, सांस्कृतिक रूपमा र हाम्रो चाहिँ भौतिक पूर्वाधारका रूपमा पनि हामी चाहिँ यो भ्रमण वर्षलाई चाहिँ सबैलाई जुटाउने एउटै मालामा समेटेर चाहिँ समृद्धि विकासको यात्रामा चाहिँ हाम्रो जीवनलाई अझ सुन्दर बनाउने, अझ व्यवस्थित बनाउने, अझ योभन्दापट्टि चाहिँ उत्कृष्ट बनाउनका लागि चाहिँ सबैलाई जोड्नका लागि नै हामीले यो कार्यक्रम आयोजना गरेका छौँ। त्यसकारण हाम्रो चाहिँ नेतालाई, हाम्रो चाहिँ बागेटी माताको त्रिलोकेश्वर महादेवको भन्दै गएर चाहिँ सांस्कृतिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक गरिमालाई चाहिँ उहाँहरूले जसरी चाहिँ व्याख्यान गरिदिनु भएको छ, जसरी यसलाई अझ थप उजागर गर्नको लागि चाहिँ हामीलाई चाहिँ विभिन्न सुझावहरूका सहित चाहिँ आफ्नो महत्त्वपूर्ण समय दिएर चाहिँ टिका लामो समय हाम्रो लागि चाहिँ दिनुभएको छ। त्यसका लागि आदरणीय श्रद्धेय सबै अत्यन्त विशिष्ट व्यक्तित्वजीवहरूलाई चाहिँ म मेरो व्यक्तिगत तर्फबाट र नगरपालिकाको तर्फबाट पनि म हार्दिक धन्यवाद दिन चाहन्छु। यो विषयका साथ हामी अगाडि बढौँ। अब यो क्षेत्रको, यो ठाउँको अब नयाँ स्वरूप हामीले चाहिँ निर्माण गरेर यो ठाउँलाई चाहिँ पुरातात्विक र धार्मिक पर्यटकको क्षेत्रको रूपमा विकास गरेर लिएर जाने सन्दर्भमा यहाँहरू सबैको साथ र सहयोग अपेक्षा गर्दै हामी पुनः तपाईँहरूका माझमा सदैव निरन्तर रूपले चाहिँ तपाईँहरूको साथमा हुन्छौँ र सकारात्मक हिसाबले हाम्रा कमी कमजोरी छन्, हामीले गरेका गल्तीहरू छन् भने यहाँहरूले हामीलाई चाहिँ सकारात्मक हिसाबले त्यो कुरालाई सच्याउन, काम गर्ने कुरामा कतिपय गल्ती कमी कमजोरी हुनसक्छ, त्यसलाई चाहिँ यहाँहरूले चाहिँ यसरी जानुपर्छ, यो कुरा चाहिँ यसरी क्लियर छैन भनेर यहाँहरूको चाहिँ हामीलाई सल्लाह सुझावको पनि ठुलो खाँचो छ। त्यो पनि गर्दै र हामीले गरेका कार्यक्रम र अभियानमा तपाईँहरू जहाँ जो जसरी हुनुहुन्छ त्यो ठाउँबाट आफ्नो सक्ने ठाउँबाट सकारात्मक हिसाबले चाहिँ तपाईँहरूले अनिवार्य रूपले चाहिँ सहयोग गर्ने, सहयोगको पनि हामीले अपेक्षा गरेका छौँ। यिनै कुराहरू गर्दै आजको हाम्रो चाहिँ यो बागेटी माताको प्राङ्गणमा हामीले चाहिँ तिनतले महादेवको चाहिँ जुन नामकरण गर्ने सन्दर्भमा भोलि अझ हामी अहिले त्यो हिसाबले चाहिँ श्रावणी मेलाको तयारीमा हामी जुटेर अगाडि बढौँ र भोलि अझ त्योभन्दा नि राम्रो हामी चाहिँ अब हाम्रो पुरातात्विक विभाग छ, मैले म्यामलाई पनि देखिरहेको थिएँ, उहाँ हुनुहुन्छ कि गइसक्नु भएको छ, हाम्रो चाहिँ म्याम हुन्छ। अब हामी सम्बन्धित सरकारवाला निकायहरूसँग चाहिँ समन्वय सहकार्य गरेर अझ यसको व्यापक विस्तार र यसको व्यापक चाहिँ प्रचारका लागि अब हामीले के गर्नुपर्छ, कसरी जाने योजनाबद्ध ढङ्गले चाहिँ हामी अगाडि बढेर लिएर जाने कुरामा हामी नगरपालिका, हामी वडा, हामी तपाईँ सबै प्रतिबद्ध भएको कुरा पनि यहाँ अनुरोध गर्दै सबैलाई धन्यवाद दिँदै अहिलेलाई आफ्नो कुरा नै बिदा हुन्छु। धन्यवाद, नमस्कार।